हेलो गाइस, वेलकम ब्याक न्यू भिडियो। सो गाइस, आजको भिडियो चाहिँ सुकुङबाट स्टार्ट गरिरहेको छु। आजको भिडियो चाहिँ होइन गाइस, आजको भिडियोमा चाहिँ तपाईँहरूलाई इन्जा ताल देखाउने छु होइन। अहिले चाहिँ म सुकुङमा छु। तिनीहरू चाहिँ आमा डब्लमहरू हो होइन। यहाँबाट उता दिङबुझे पर्छ, त्यहाँबाट उता सिधा होइन। म चाहिँ गाइस आज तपाईँहरूलाई चाहिँ हाम्रो सोलुखुम्बुको सबसे पहिला डेन्जरस इन्जा ताल थियो होइन। पहिला इन्जा ताल चाहिँ अनि त्यो के भन्छ फुट्छ भनेर डर थियो पहिला इन्जा ताल होइन। म तपाईँहरूलाई यसो भरे देखाउँछु। यो गाउँ चाहिँ रहेको छ छुकुङ गाउँ। चाहिँ यहाँ डाँडाबाट खङमा पनि रहेछ चरा म देखाउँछु कति ताल देखाउँछु होइन। गएर जान्छु तर ताल हेर्नु चाहिँ अझै टाढै छ नि, माथि टाढै परेछ ताल हेर्नुलाई टाढो छ। यो ताल रहेको छ इन्जा ताल। यो चाहिँ जहिले पनि दमिँदै छ। यो ताल चाहिँ पुरा बिताएको। यो ताल चाहिँ धेरै लामो रहेको छ। यो ताल चाहिँ जहिले पनि यस्तै दमिलो हो होइन। यो तालको टपबाट डाँडाबाट चाहिँ मैले भिडियो बनाइरहेको छु। यो पानी छ भने डर लाग्ने कि कति कालो न कालो होइन। यही ताल नै एकचोटि फुट्छ भन्ने थियो। एकचोटि यही ताल नै यो इन्जा ताल नै फुट्छ भनेर डर थियो होइन। अनि पहिला मेसिनले पुरा यो उसको हेर्नु कति गहिरोमा पर आइसहरू हेर्नु कस्तो डर लाग्थ्यो। अहिले चाहिँ बाँदरहरू पनि चारैपट्टि हिमालहरूलाई चेक्नु थाल्यो बाँदरहरू पनि होइन। डर लाग्छ। आइलामबाट चाहिँ अब अलिकति राम्रो देख्छ क्या आइलामदेखि होइन। यहाँ चाहिँ हाम्रो क्लाइम्बर दाइले धेरैभन्दा धेरै राम्रो ट्रेनिङ दिइराख्नु भएको छ। भोलि आइलाम पिक कसरी चढ्ने भनेर चाहिँ डोरीबाट कसरी झुन्डेर जाने भनेर चाहिँ यहाँ चाहिँ क्लाइम्बर दाइले एकदम राम्रो ट्रेनिङ दिँदै हुनुहुन्छ। म चाहिँ बसेर हेरिरहेको छु म चाहिँ कसरी ट्रेनिङ दिन्छ भनेर चाहिँ। तर म बोलेको चाहिँ यति हावाले बोल्नु दिइरहेको छैन कि।
यो चाहिँ सब्मिट गरिसकेर भोलि डोरी कसरी चेन्ज गरेर फर्किने भनेर चाहिँ यहाँ हाम्रो क्लाइमर दाइले सिकाउँदै हुनुहुन्छ। हाम्रो यहाँ विदेशी दिदीलाई एकदमै राम्रो सिकाउँदै हुनुहुन्छ कसरी चेन्ज गरेर भोलि डोरीको सहायताले झर्ने भनेर चाहिँ। म चाहिँ बेस क्याम्पबाट लागेको सबैलाई बाई। तपाईँहरूलाई हाम्रो जताल पनि देखाइहाल्यो होइन, आइलम्पिक बेस क्याम्प पनि देखाइहाल्यो। यही नै हो। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मन पर्यो भने सेयर गरिदिनु होला, लाइक गरिदिनु होला र छोटो मिठो कमेन्ट पनि गरिदिनु होला र मेरो च्यानललाई सपोर्ट गर्नु चाहिँ नभुलिदिनु होला। अब हामी यस्तै नेक्स्ट भिडियोमा भेट्नेछौँ। अब हाम्रो सोलु कुम्बुको भिडियो ल्याइराख्नेछु।